अब यो चावल सम्बन्ध बलियो बनाउन त खेती किसान चाहिँ बजारको सेवक होइन, किसान चाहिँ आफैमा एउटा ठुलो अनुसन्धान हो, प्रकृतिको सेवक हो, त्यो आफैमा चाहिँ वैज्ञानिक हो, त्यो आफैमा कलाकार पनि हो है, किनभने त्यसले फार्मको डिजाइन गर्छ। भनेपछि त किसान एकदमै बहुमुखी क्याम्पस जस्तै किसानको पनि फ्याकल्टीहरू हो। त्यो किसानलाई त्यसरी बहुमुखी चेतना सहितको किसान जुन हाम्रो परम्परागत ज्ञानमा छ है, जुन हामीसँग हो भने मैले त्यो बृहत्तर एप्रोचबाट जानुपर्छ भनेर मैले रिसेन्ट अहिले पोस्टिङमा के गरेको छु भने दुईवटा मैले गरेँ। एउटा चाहिँ गाईको एउटा मेरो स्टोरी छ, कर्मकर्ता कार्यक्रममा भिडियो सहित छ। त्यो गाईमा मैले के भनेको छु भने यो लोकल गाईहरू आज पहाडमा पुग्नु भयो, यहाँ त भङ्गडीमा त या पहिलादेखिमा त सडकमा पुरै छ त। यहाँ हिजो एयरपोर्टमा आएदेखि सबभन्दा मैले नोटिस गरेको सबभन्दा बढी सडकभरि गाई छ हो। अनि हाम्रो साथीले भनेको चाहिँ यहाँ दुर्घटना हुनेमा गाईसँग सम्बन्धित सडक सवारी दुर्घटनाहरू धेरै छन् भनेको चाहिँ गाई त सबभन्दा ठुलो समस्याको विषय बनेको र यहाँ किसानहरू चाहिँ छाडा गाई आएर मेरो पाली खायो भने चाहिँ हाम्रो पहाडमा के छ भने बाँदर भएर पनि जानुपर्ने छ, बाँदरबाट कसरी जोगिने भन्ने छ। अब यहाँ ठ्याक्कै चाहिँ अब यहाँ चाहिँ गाईको कुरा रहेछ, त्यसै छाडा गाईको समस्या रहेछ। अब मैले आफ्नो उसमा काममा चाहिँ गाई म अब जर्सी र होल्स्टिन, अब अहिले त कोरियन गाई पनि आयो, स्विस काउ, त्यो सबै ठुल्ठुलो खाकाका आँखोका धेरै दुध दिने गाईहरू हामीले विकासको नाममा दुध उत्पादनको लागि धेरै ल्यायौँ। त्यसले सबभन्दा ठुलो असर के गर्यो भने गाउँघरमा हाम्रो गाउँघरमा पाइने पहाडी गाईहरू त विलुप्त भएर गयो। किनभने पहाडी गाईको दुधै छैन, एक लिटर भन्दा बढी हुँदैन। भनेपछि दुधको स्वास्थ्यको लागि हामीले हाम्रो यहाँको चाहिँ जेनेटिक प्रपर्टी हुन्छ, 1.5 लाख वर्षको बुढो भएको गाईको हिस्ट्री चाहिँ 1.5 लाख वर्षको जेनेटिक प्रपर्टी भएको छ। त्यसलाई चाहिँ हामीले अब बिस्तारै बाँच्दियौँ। अब यो किसानको काम चाहिँ बजारको सेवक हुने हो भने मैले पनि जर्सी ठुल्ठुलो खाँचो भएको ल्याएर दोहोर उन्नत डाले घाँस खुवाएर त्यसलाई कुराहरू जुन दोहोर लैजानु पऱ्यो होइन। किसानको काम चाहिँ मेरो महत्त्वपूर्ण मेरो माटोसँग जोडिएको, वनस्पतिसँग जोडिएको, मेरो जीवनसँग जोडिएको, पहाडको खान्दाहरूसँग सबभन्दा सुटेबल गाई पशुसँग जोडिएको हो भनेर मेरो अर्को कर्तव्य चाहिँ किसानको कर्तव्य चाहिँ त्यसको जेनेटिक प्रपर्टीको कन्जर्भेसन पनि भनेपछि मैले गाईको उत्पादन थाल्यो, लोकल गाईको जम्मा गरेर अहिले ल्याएर कोर्टमा राखेको छु। एउटा सानो बगान भएको छ है। त्यो अब गाउँघरमा हाम्रो छरछिमेकीले भनेको के भने त्यो बाबु यो एक छैन, अर्को यिनीहरू हरो हुन्छ, काम गर्ने मान्छेलाई धेरै गाह्रो हुन्छ। अब यो बगान बढ्छ, गाई धेरै पहिला जान्छ, अनि गोरु जति मान्छे हुँदैन किनभने सबैले अब मेसिन प्रयोग गर्न थाल्यो, हलो पनि अब प्रयोग हुँदैन भन्ने बित्तिकै गाई अनुपयोगी भएर गएको हुनाले मैले चाहिँ होइन, गाईलाई हामीले जान्नुभन्दा अगाडि त्यसको लाभहरू हामीले उठाउनुभन्दा पहिले त्यो हामीले चाहिँ स्थापित भएको भएर भोलि स्थापित भएपछि त यसलाई पठाउन सकिन्छ। मेसिनबाट या कारखानाबाट त गाई फर्किनेवाला छैन भनेदेखि मैले एउटा सानो प्रयास व्यक्तिगत रूपमा मैले गाईलाई सुरु गरेर भिडियो बनाएको। अर्को मैले के गरेँ भने त्यो जति खेतीबाली क्रममा चाहिँ पानीको जतन कसरी गर्ने, हाम्रोमा त पानीलाई एउटा ऊर्जाको रूपमा स्रोतको रूपमा किसानहरूले परम्परागत कुलो बनाएर तलाउ बनाएर जसरी गर्थ्यो त्यो परम्परागत ज्ञानको हिसाबले मैले पानी कसरी संरक्षण गर्ने भनेर केही तलाउहरू पोखरीहरू डिजाइन गरेर आउने जस्ता गरेपछि गाउँघरमा अत्यधिक विषादीको कारण, अत्यधिक केमिकलको कारण र अत्यधिक यो सडक र बिजुलीको संरचनाको कारण र अँध्यारै हुन नपाएको परिवेशको कारण हराइसक्यो। हाम्रो कम्तीको भूगोलमा चाहिँ हराउनै थालिसकेको जुन पिँढी चाहिँ अहिले यो एकदम न्यानो ऋतु सुरु भएको जुन पिँढी फर्क्यो। अनि जुन पिँढी फर्केपछि कति खुसी म भएँ भनेर अर्को एउटा भिडियो छ र
सबै जलचरहरू असुरक्षित छ, अनि त्यो जुनगिरी पनि असुरक्षित छ, अनि त्यसपछि चाहिने चाहिँ एकदम चम्किलो बिजुलीहरू ढल्केको छ, उसको चाहिँ जुन नेभिगेसन गर्नुपर्ने उडान हो, राति उडान जोडी खोज्ने प्रतिक्रियाको लागि जुन जोडी खोज्ने जुन उडान हो त्यो डिस्टर्ब छ, उसले उड्नै पाउँदैन, ऊ दिग्भ्रमित छ, त्यस्तो चम्किलो बत्ती छ, एक त पानी पोर छ भनेपछि जुनगिरी पनि त्यसरी चाहिँ सफा भएको कारण हामी नै हो भने हामी नसचेतसम्म अब हाम्रै कारणले हराएको प्राणी निर्दोष प्राणी र कति उपयोगी भने त्यो चाहिँ लार्भाको टाइममा 1-2 वर्ष जति त्यसको लाइफ हुन्छ, कति छोटो छोटो लाइफ हुन्छ, 1-2 वर्ष त त्यसले चिप्ले किरा अनि यो सङ्घीय किराको कमल किरा हो, यो लार्भाको टाइममा खाइसक्यो। त्यसरी नै हाम्रो त्यो जीवन चक्रलाई म्यानेज गरेर हाम्रो उपयोगी किराहरू हामीलाई चाहिँ त्यसले म्यानेज गर्ने, अनुपयोगी किराहरूलाई त्यसले स्थापित गर्ने, त्यसरी म्यानेज गर्ने एउटा जीवन चक्र मलाई थाहा दिँदा पनि त्यो उसले काम गर्यो। एउटा मैले अहिले सबै मेरो कृषि चाहिँ के हो भनेर सोद्धाखेरि मैले भने चाहिँ के हो भने मैले पत्रकारिताको क्रममा 30 वर्ष काठमाडौँ बसेर एउटा माध्यम के भयो भने म पनि माध्यम भएँ कि निर्वाहमुखी, जीविकामुखी, गुजरामुखी भनेर हामीले जसरी नेपालको सानो किसानहरूलाई अपमानित गर्ने र व्यवसायिक हुनुपर्छ, उत्पादन धेरै बनाउनुपर्छ, व्यापार गर्नु बजारमा लैजानुपर्छ भनेर सिकाएर गुजरामुखी सानो किसानहरूलाई हामीले अहिलेको विकासको न्यारेटिभमा जसरी हामी बस्यौँ त्यो त्यसको एक हिसाबले मलाई चाहिँ रियलाइजेसन के भयो भने म 30 वर्षको मार्फत मैले चाहिँ अज्ञान भएको कारण काम गरेँ र म पनि एउटा त्यसको माध्यम भने अब चाहिँ मेरो पनि कर्तव्य के हो भने अब त्यसलाई रिभर्स गियरमा अब जीविकामुखी कृषि जुन हामीले हेरिएको हो गुजरामुखी कृषि, त्यो गुजरामुखी कृषि र जीविकामुखी कृषि भनेको आम किसान कृषि, हरेक सानो ल्यान्ड हो, सानो जग्गा भएको पाको काँला त्यहाँ ठुलो जग्गा भएको त्यो किसान, त्यो सबै किसानलाई हामीले हेरेको त्यसलाई चाहिँ अब रिभर्स गरेर म त्यसको हामीलाई ठुलो पिक्चर क्लियरली यस्तो खालको कृषि गर्नुपर्छ भनेर कन्फर्म हुनुभन्दा अगाडि अज्ञानतामा जसरी हामीले धेरै कुराहरू स्थापित गऱ्यौँ सिकायौँ, त्यो कुरालाई चाहिँ रोक्नको लागि त्यसलाई रिभर्स गियरमा ल्याएर म जीविकामुखी कृषिको चाहिँ अहिले एक हिसाबले प्रभाव गर्छ। जीविकामुखी कृषिको म प्रभाव हुने काम गर्छ भने त्यसका दुई चारवटा पोइन्ट छ। एउटा चाहिँ के छ भने आफ्नो जीवन र जगतप्रति त्यसले जिज्ञासा हो र त्यो जीविकामुखी म किसान छु भने यसलाई हिँड्न पक्रेको कुराले मलाई चिन्ता दिन्छ। म केमिकल फार्मर हो भने बजारले ल्याइहाल्छ त, मलाई नाइट्रोजन सप्लाई गरिदिइहाल्छ हो, इरिगेसन पनि मलाई डिप इरिगेसन गरिदिइहाल्छ त, बजारले गर्छ, सरकारले गरिदिन्छ नि त। त्यो चाहिँ बजारको किसान भयो भने त्यो कम चिन्तित हुन्छ र जीविकामुखी किसान भयो भने त्यो बढी चिन्तनशील के हुन्छ भने मेरो पानीको स्रोत हुने जान्छ नि, पानीको स्रोत गयो भने म कहाँ खेती गरेँ मलाई समस्या हुन्छ। त्यस कारण म चाहिँ जीविकामुखी कृषि गर्छु। जीवन आफ्नो जीवनप्रति जिज्ञासा छ, सँगसँगै जगतप्रति जिज्ञासा छ, आफ्नो कामलाको बोट बिरुवाप्रति जिज्ञासा हुन्छ, अनि उतापट्टिको टिमको हिमालयको हो जिज्ञासा हुन्छ। अब यो जीविकामुखी किसानले को प्रपर्टीहरू के रहेछ भनेर यसो रिभ्यू गर्दाखेरि हिजोको र आजको किसान, हिजोको जीविकामुखी किसान आजको व्यवसायिक किसान तुलना गऱ्यो भने त्यो जीविकामुखी किसानमा चाहिँ सट्टा कुरा मैले आज तपाईँको घरौडी ताल हेर्दाखेरि त्यो कमलको फुल मेरो तलमा कमलको फुल भनेर ल्याएको त्यो चाहिँ लिलीको फुल भएर किनभने अझ त्यो मोबाइलमा चाहिँ प्लान्ट एपहरू हुन्छ नि, अनि एउटा चाहिँ एप एक्सपर्टहरू प्लान्टको एक्सपर्ट आएर कहाँ कमल फुल त लिली हो फेरि कमलको फुल कहाँ पाइन्छ भनेर खोज्दै थिएँ। अनि त्यहाँ घोडाघोडी त्यसको भ्यूमा म गएँ, अनि सानो भ्यूको के भने चाहिँ बिक्री हासिल गरेँ। त्यही भएर म चाहिँ किसानको दिमागमा जतिखेर बिउ हुन्छ त्यो बिउ बजारमा पाइन्छ हो, त्यो बजारमा तपाईँ जानुभयो भने केमिकली ट्रिटेड आइदर हाइब्रिड भयो, हाइब्रिड होइन भने पनि केमिकली ट्रिटेड हुन्छ र त्यो चाहिँ सही बिउ होइन। भन्ने बित्तिकै कस्तो भने अनि त्यो बिउमुखी भनेको त सबभन्दा शाश्वत सत्य हुन्छ होइन, त्यो सबभन्दा बढी सरकार राख्ने किसान हुन्छ।
त्यसले मेला काटेको कुरा हुन्छ, ढाडो गर्न गर्ने हुन्छ, सट्टा पट्टाको कुरा हुन्छ, मेलाभात गर्ने कुरा कल्चर चाहिँ त्यही जीविकाको कारण आएको। आज व्यवसायिक खेतीमा त्यो हुँदैन। त्यो कुरा चाहिँ त्यो सामूहिकताको कुरा, सामुदायिक भावनाको कुरा, हाम्रो जात्रा गर्नुको कुरा, संस्कृतिको कुरा होइन। पल्लो घरमा पल्लो छिमेकीको बिहा छ भने सेलरोटी तेलमा जाने कुरा चाहिँ त्यो यो लाइफस्टाइलबाट आएको, त्यो जीविकामुखी किसानबाट आएको। त्यो व्यावसायिक किसानको भोलि यही कल्चर बढ्यो भने पल्लो घरमा कसै विवाहमा कसर पाउन चाहँदैन, किनभने त्यो उसको माइन्डमा इन्डिभिजुअलिजम हाबी भयो। भने पार्टी प्यारेसँग बिहा गर न, के को हामीलाई हो पार्टी प्यारेसँग तिमी जाने। र यो चाहिँ एक हिसाबले मान्छेलाई चाहिँ यसरी व्यक्तिगत रूपमा लिएर गएर अहिले हुनु पनि थाल्नु त्यही हुनु। मेरो छिमेकको भाइले हाम्रो छोरीको बिहा पार्टी प्यारेसँगै भयो दौडीमा। किनभने अब सट्टापट्टा गर्ने घर घरमा गर्ने चाडबाड बनाउने सामूहिकता अब हामीले सबैले लुज गरिसक्यौँ। सामूहिकता लुज गरेको कारण वर्गमा गयो भने त्यो बुद्धिमा ठ्याक्कै त जीविका कृषिको भनेर मेरो अहिले ठाउँमा छ। त्यही यो एकदमै बृहत शब्दको भाष्य हुन्छ नि, त्यति सहकार्य। अब यस्तो इन्डिभिजुअलिजम मार्केटमा छोडिएको प्रणाली हामीले अख्तियार गरिरहेका छौँ। अनि सहकार्य गर्नु पऱ्यो भने सहकारी कति गर्छ? अब त बजारको टेक्निक मात्रै गर्छ। सहकारीको कुरा अस्तित्वको कुरा आज कुनै पनि केही सामुदायिक कुरा भड्कियो भने त्यो चाहिँ अस्तित्वको कुरामा फेरि हामीले भाषण प्रबन्धन गर्नुपर्ने, त्यसको फाइबर लुज भइसक्यो। सहनशीलताको कुरा, त्यही बेला अर्कालाई बुझ्ने कुरा है, भाइचाराको कुरा, सामूहिकताको कुरा, सामुदायिक भावनाको कुरा, प्रकृतिको चक्र ज्ञानको कुरा है, यो ऋतुसँग जोडिएको कुराहरू, चाडबाडको रियल मर्म, समूह गीतहरू अहिले त टिकटकले गाइड गर्छ। अहिलेको बच्चाहरू त्यसरी नाचिहाल्छ टिकटकले हो। जबकि यहाँ त गीतको भण्डार हो। यहाँ किनभने बच्चाहरूले चाहिँ नयाँ इनोभेट गरेर आफ्नै गीत गाइहाल्छ, किनभने त्यो इको सिस्टम त्यो हो। त्यो हराएर चाहिँ त्यो टिकटकबाट मात्रै गीतहरू आयो। अब यहाँको त्यो समूह गीत भावना भन्ने नै भएन। ऋतु अनुसार खेती हो भने अब चाहिँ गोल्डन गरेर जस्तै अर्को देश भएर पुरै गरेको गोल्डन बाह्र महिना टनलबाट सुरु गर्नु भने हो, प्लास्टिक गर्नु पर्ने पऱ्यो। परम्पराको ख्याल हामीले गर्दा चाहिँ मेरो बाबाले के फलो गर्नु भन्दाखेरि मलाई रिटर्न केही पनि छैन, म पुरै डिस्कनेक्ट छु। म कहाँबाट सुनिएको छ बुढापाका छ, मेरो काम चाहिँ एभ्रिडे गरेर लेख्ने, बुझ्ने, उहाँहरूलाई इन्टरभ्यू गर्ने अनि नोट गर्ने। किनभने उहाँहरू पनि बित्नु भयो भने उहाँहरूको कसैले पनि अब अर्को पुस्ताले त्यो गर्दैन नै, कसैले गर्ने छैन। के भयो आजको किसानलाई त्यसको चाहिँ गुजारा चलाउने मात्रै किसान हो होइन, त्यसलाई पैसै कमाउँदैन, त्यो गरिब हो दरिद्र हो भन्ने मनोविज्ञान परिवर्तन गर्नको लागि किसान भनेको उत्पादक हो। तपाईँले उत्पादक मात्रै भन्न जोड्नु भयो भने कति मेट्रिक छ, त्यही भएर किसानलाई तपाईँले उत्पादक भनेर नसोच्नु सक्छ। किसानलाई अनुसन्धानता हो भनेर सोच्यौँ भने तपाईँले नम्बर दिनुहुनेछ, उसको सोसल भ्यालु बढाइदिनुहुन्छ। कसरी अनुसन्धानता भने जति म अर्ग्यानिक खेतीको विभिन्न डिसिप्लिनहरू ट्रेनिङहरू अहिले मेरो पढाइ देख्न जारी छ। त्यसमा विभिन्न नेटवर्कमा बाहिरको फार्मरहरूसँग रिसर्चरहरूसँग जोडिएको छ। मेरो रेगुलर मिटिङहरू हुन्छ, ट्रेनिङहरू हुन्छ। त्यसमा भन्छु म चाहिँ जस्तै गोबर नै मेरो गोबर, मेरो गाईको लोकल गाईको गोबर, जर्सी गाईको गोबर, भैँसीको गोबर र अरू गोबरहरू म कम्पेयर गरेर मैले रिसर्च गर्न खोजिरहेको छु होइन। सरेको गाईको गोबर र पानीको गाईको गोबर रिसर्च गरिरहेको छु। किनभने माटोमा काम गर्ने हो भने अब अहिलेको युरियाले जुन बिगारेको माटो छ त्यो त अर्को पुस्ताले तपाईँ काम गर्न सक्नु